जिन्दगी त 2 दिनको मात्रै हो साथी, के घमण्ड गर्छौ र तिमी? जति नै दुःख भए पनि बाँच्नेसम्म हाँस्ने र हँसाउने कोसिस गर्नुपर्छ। आफ्नै मात्रै होइन नि खुसी, अरूको खुसीलाई पनि कदर गर्नु सिक्नुपर्छ। के जान्नु, दैवले भोलि नै पो लान्छ कि? कालले ठुलो र सानो त भन्दैन साथी। तिमीलाई याद नगरे पनि तिमीसँग बिताएको पल याद गरोस् र भनोस् बिचारा त्यो मान्छे कति राम्रो थियो। भन्छ मान्छेको जुनी 12 वर्षपछि एकपल्ट आउँछ। यो एकपल्ट आउने जुनीलाई रङ्गीन बनाऊ है। जिन्दगीमा अझै सङ्घर्ष गर्नु छ, आफ्नो मन बलियो बनाऊ है साथी।